हाम्रो त गेडा पनि रातो छ सबै रातो छ एक ठ्याक भेट्यो भने सबै खुसी हुन्छन् त्यसरी मस्केको मस्केको होइन हेर भन्दैनु न त एक रातको 30,000 दिन्छु भनिदिनु न रोन्डो लाग्छ ममा हालिदिन्छ हारेको गुलास हालिदिन्छ कहिले थाहा भएन उहाँको कस्तो छ मैले देखा पनि छैन अहिलेसम्म मैले हेरे पनि छैन म त्यो विषयमा मलाई थाहा पनि छैन मेरो सरहरू म हेर्न पनि चाहन्न कसैको त्यो पुतौरी मुतौरी म कसैलाई पनि हेर्दिनँ पनि मलाई कतिले देखाउन खोज्छ फोटो खिचेर पठाइदिन्छ मलाई कतिले मेसेज गर्छ म बरु म डाइरेक्ट टिकटकमा बरु डाइरेक्ट फेस टु फेस म कुरा गर्छु त्यसपछि अन्यथा म त्यसपछि म अन्यथा त लिँदैन किनभने जसले मेसेज गरे पनि रिप्लाई चाहिँ आउँदैन बरु म हेरिदिन्छु मात्रै म 50,000 दिन्छु रे मेरो लागि त फ्रीमा हो उहाँले त तर पनि मलाई चाहिँदैन उहाँले त मलाई फ्रीमै दिन्छु भन्दै थियो मलाई त चाहिँदैन भनेको मैले त हुँदैन भनेको आऊ जहिले पनि मलाई आऊ भन्छ मलाई डर लाग्छ हो थिचेर मारिदियो भने मेरो त्यो नि बङ्गाइदियो भने के गर्ने उफ्रिँदा हेर त्यहाँ टुपेर न कति कालो हेर त त्यहाँ टुपेर त गाई त्यहाँ टुपेर ओइ के गरे कस्तो सिक बनाएको यार तिमीले त्यस्तो नगर न मेरो केटाहरू अहिले फेरि सबैजना बाहिर जान्छ फेरि सकिएछ अरे यस्तै यस्तो गफ हान्न सकिएकै छ अरे सबै मेरो सम्झीहरू मेरो सरहरूलाई सिक बनाएको छ यो मान्छेले काहीँ नभएको कसम यहाँ मध्येमा कुनै सरहरूले भेट्यो भने कसम तिमीलाई मार्छ होला ठोकेरै मार्छ होला कसम गए बस्न सकेन गफरे तपाईँले हामीलाई कहिले जिताउनु हुन्न एक गेम पनि तपाईँले जिताउनु भनेको अब तिनीहरूलाई नै हो उतै गएर जिताउनु अब हामीलाई खै एउटा एउटा मेम्बर हात दिन सक्नुहुन्न अरू त कुरै छोड्दिन्न बसन्तीजी जाब दुईटा फुल त हान्न सक्नुहुन्न तपाईँ नसुन्नु बरु तपाईँ जानु बरु उतै जानु तपाईँले यहाँ सक्नुहुन्न सुन्नै म त फेरि सिधा कुरा बोल्छु है अगाडि म पछाडि कुरा काट्दै हिँड्दैन होइन राम्रोलाई राम्रो लाग्छ भने ठिकै छ नराम्रो अब त्यो उहाँको इच्छा म चाहिँ अगाडि स्ट्रेट कुरा गर्छु कि होइन म कहिले त्यो पछाडि कुरा गाह्रो हिँड्दैन म भाइ प्लाट्टै भनिदिन्छु के भन्दा मेरो बानी यस्तै छ म फ्यामिली बोल्ने बानी छ होइन अहिलेसम्म आएर कहिले गेम जिताउन सक्नु भएको छैन लड्डुजी के छ हौ लड्डुजी त काम होइन भएको कुरा चाहिँ अगाडि गरिदिन्छु कि अब कतिजनाहरूले मलाई नराम्रो सोच्ला होइन कतिले राम्रो सोच्ला सबैको अगाडि म राम्रो हुन त सक्दिनँ नि त होइन अब म उहाँसँग गेम खेलेँ भन्दैमा उहाँ नराम्रो होइन म नराम्रो होइन होइन अब त्यो आफ्नो इच्छा हो कि होइन अब रातभरि ड्युटी हुन्छ होइन 12 घन्टा ड्युटी हुन्छ अब कसरी रात काट्ने त ल भन्नुहोस् न होइन एउटा के त खोज्नु पर्यो नि त आफूलाई होइन धेरै मन जाडो महिनामा यस्तो दुःख गरिरहेछ मान्छेको भनाइ खानुपर्छ बिरामी भयो भने छुट्टी पाउँदैन होइन अझै म बिरामी नै छु अलिअलि होइन छुट्टी दिँदैन मनमा धेरै दुःख छ नि त दुःख पोखाएर यहाँ कसैले बुझ्दैन नि
बरु कतिजना मान्छेहरू दुःख गरेको मान्छेहरू, कतिजना ड्युटीमा भएको, कतिजना गर्लफ्रेन्ड बोयफ्रेन्डहरू ब्रेकअप भएको, डिप्रेसनमा पुगेकोहरू होइन, कतिजना घरको टेन्सनले, कतिजना कामको टेन्सनले भएको